गीता कुमारी सेङदाङ, उहाँले सभामुखतर्फ स्पष्टसँग देखिने गरी आफ्नो मोबाइलबाट भिडियो र फोटो खिच्ने प्रयास गर्नुभयो। त्यो यहाँहरूले बुझेको नियमावलीको नियम आपत्ति थियो। त्यो यो सभा सञ्चालनको मर्यादाभन्दा विपरीत थियो। त्यसकारणले सभामुखले आफ्नो ड्यासबाट मर्यादा पालकलाई उहाँले मोबाइलमा खिच्नुभएको फोटो र भिडियो खिचिएको छ या छैन त्यो चेक जाँच गर्नको लागि मैले निर्देशन दिएको हो। त्यही निर्देशन अनुसार उहाँको चेक जाँच गरिएको हो। उहाँलाई बाहिर निकालिएको छैन। यसमा माननीय सदस्यहरूले विषयलाई तोडमोड नगर्न म माननीय सदस्यहरूलाई ध्यान आकर्षण गराउँछु।